सबैजनालाई मेरो युट्युब च्यानलमा म स्वागत गर्न चाहन्छु। विशेष गरेर मैले योभन्दा अगाडि पार्ट 1 हालिसकेको छु परदेशी यात्रा भनेर। यो परदेशी यात्रा चाहिँ सेकेन्ड टाइम हुनेछ, किनकि आजदेखि चाहिँ मेरो ट्रेनिङ लगायत साथीहरूको ट्रेनिङ छ। के कस्तो हुन्छ ट्रेनिङको आज म भ्यूहरू देखाउने छु। म चाहिँ भर्खर उठेर अब लगभग यहाँको चाहिँ त्यही 2:30 बज्न आँट्यो, 2:30 होइन 2 बज्न आँट्यो। भर्सक अब खाजा खाने बेला पनि भइसक्यो। 2:30 देखि चाहिँ आज ट्रेनिङ छ सुरु। अब ड्युटी गर्नु म हाल्नेछु। परदेशी जीवन पार्ट 1 मैले हालिसकेको छु। परदेशी पार्ट 2 हुनेछ यो चाहिँ। विशेष गरेर सब तपाईँहरूलाई म देखाउने छु के कस्तो हुन्छ। आजदेखि ट्रेनिङ चल्दैछ। ट्रेनिङको म फुटेजहरू पनि हाल्नेछु। र विशेष गरेर तपाईँहरू नयाँ हुनुहुन्छ भने भ्युअर्सहरू चाहिँ कृपया तपाईँहरूले सब्सक्राइब गरेर चाहिँ साथ दिनु होला, ताकि आगामी दिनमा चाहिँ परदेशी भ्लग पार्ट 2 चाहिँ रेडी हुँदैछ। र 1 चाहिँ यदि तपाईँहरूले हेर्नुभएको छैन भने मैले नेपालदेखि यहाँसम्मको मैले परदेशी पार्ट 1 मा चाहिँ मैले लगाइसकेको छु। सबै तपाईँहरूले हेरेर त्यो पनि साथ सपोर्ट गर्नु होला। यो चाहिँ परदेशी पार्ट 2 आजदेखि स्टार्ट हुँदैछ। के कस्तो हुन्छ सब म तपाईँहरूलाई देखाउने छु। तर तपाईँहरूले मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै अब हामी निस्किन्छौँ है त बाहिर। गाडी आउँदैछ, म चाहिँ गाडी कुर्दै हो, साथीहरू पनि आउँदैछ, साथीहरूलाई कुर्दै हो। विशेष गरेर यता चाहिँ अर्को साथीहरू बस्छ भने यो चाहिँ अर्को ब्लग हो। यो चाहिँ म बस्ने ब्लग एकदम ठुलो छ यो है। अनि यतापट्टि गाडीहरू छ, यी सर्टे गाडीहरू। अनि त्यहाँदेखि म यहाँ बसिरहेको छु, कुरिरहेको छु, वेटिङ गरिरहेको छु। अब आएपछि हामी एकछिनमा जान्छौँ। हामी चाहिँ गाडीमा बसिसक्यौँ। अब हामी जाँदैछौँ। एकछिन पछाडि म देखाउने छु गाडीमा लाग्नेछौँ। विशेष गरेर यो ठाउँ चाहिँ यति राम्रो छ कि नेपालको त कुरै नगरौँ। हेरौँ न यहाँ कस्तो सफा छ भने, वरिपरि वातावरण यस्तो हरियाली छ। साथीहरूसँग हामी मजाले घुम्दैछौँ, जाँदैछौँ अब हाम्रो ट्रेनिङ हुने ठाउँमा। यहाँहरूलाई म अन्तिमतिर देखाउने छु ट्रेनिङ कस्तो हुन्छ, के हुन्छ। तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। तर जे होस्, नेपालको बाटो भन्दा चाहिँ विदेश त्यसै विदेश होइन नि, के गर्नु। यहाँ हेर्नु त, अब हामी साथीहरूसँग गाडीमा छौँ, जाँदैछौँ। सब साथीहरू हेर्दैछन्, पछाडि सब साथीहरू हुन्छ। र फर्स्ट टाइम हो यस्तो गुजबम आइरहेछ कि अब हुन त यो क्षण एकदम दुःखदको क्षण पनि हो। किनकि हामी जस्तो युवाहरू देश पलायन भएर अर्काको देशमा गुलामी गर्न अलिक गाह्रै हुन्छ यो सम्झिँदाखेरि, किनकि गर्नै पर्ने हुन्छ देशको स्थिति परिस्थितिले गर्दाखेरि। यहाँ हेर्नु त हामी जाँदैछौँ। त्यो माथि बस्ने ड्राइभर, यता म चाहिँ यता क्यामेरा चलाइरहेको छु। जे होस्, यो बाटोहरू यहाँको छेउछेउका रुखहरूदेखि लिएर यहाँका बाटोहरू यति सफा छन् कि कुरै नगरौँ। नेपालमा पनि यस्तो गर्न सम्भव छ, तर के गर्नु, हाम्रा नेताहरू कहिले दिमाग पलाउँदैनन्, के गर्ने। अब हेर्नु त कस्तो हरियाली, यस्तो ठाउँमा पनि यस्तो हरियाली रुखहरू छ भने। अब हेर्नु त यस्तो राम्रो ठाउँ, यति सफा छन् कि बाटोहरू। जाँदैछौँ ठ्याक्क। अब यहाँदेखि सर लाग्छौँ। यस्तो रमाइलो छ कि यो ठाउँहरू। म चाहिँ पहिलोचोटि मेरो अनुभव चाहिँ यहाँलाई सेयर गर्दैछु। नेपालमा पनि सम्भव छ यस्तो गर्न। यहाँ हेर्नु यस्तो राम्रो माथि अब ट्रेनको बाटो, यो माथिको सब ट्रेनको बाटो, यो माथि सब ट्रेनको बाटो, यो सब यहाँ ट्रेन हिँड्छ। हेर्नु त कत्रो सो हुन्छ। यो त हामीले त सपनामा पनि देखेको छैनन् कि यस्तो ठाउँ छ भन्ने कुरो त। हेर्नु त नि, यो माथि सब ट्रेन हो, ट्रेन कुद्छ यहाँ माथि सब मुनिबाट। यो 4 लेयर कि कति लेयरको बाटो रहेछ यो। हेर्नु त कस्तो राम्रो छ। यो सब यता पछाडिको देख्नु हुँदैछ नि, सब यो ट्रेनको बाटो है। ट्रेन कुद्छ माथि चाहिँ। अब हामी लगभग यति भन्दा हामी ट्रेनिङमा आइपुग्यौँ। हाम्रो ट्रेनिङ हल चाहिँ यो हो। र विशेष गरेर आज हामीले ट्रेनिङ गर्नुपर्ने हुन्छ। धेरै साथीहरू बसिरहेछ। यहाँ बोलाएर हामी आइपुग्यौँ ट्रेनिङ सेन्टरमा। हामी त्यही एकछिन हाम्रो सरले ट्रेनिङ गराएको यहाँ देख्नु हुँदैछ होला यो ट्रेनिङ।
ट्रेनिङ सेसन चल्दैछ। सम्पूर्ण तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै भिडियोहरू चाहिँ बनाएर ल्याउने कोसिस गर्नेछु। तपाईँहरूले भिडियो हेरेर कतिले सोध्नुहोला है, कस्तो खालको भिडियो ठिक हुन्छ, कस्तो खालको बनाउँदा यहाँहरूलाई राम्रो लाग्छ, त्यो पनि तपाईँहरूले कमेन्ट बक्समा भनिदिनु होला। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। र यदि तपाईँहरू नयाँ भ्युर्स हुनुहुन्छ कृपया मेरो युट्युब च्यानल सब्सक्राइब गरेर चाहिँ आगामी आउने दिनहरूमा चाहिँ यस्तो यस्तो भिडियोहरू चाहिँ यहाँहरूसँग आइपुग्न सक्नुहुन्छ। यहाँहरू सब्सक्राइब नबिर्सिनु होला है भन्दै see you next video. Very good. Yes, nice. Good. All part one we have Sanderson guy. Oh yes. Video manager cuma trading mari itu sudah video kita saya soal time shot itu. You put the first 40 and 0, you put 100. Okay? Now the total 100. Now that's 180. Now get this one. Okay, stop the time. 120. Good. Oh, 160. 160. 160. Because you will do mistake. That's why. So you do mistake. Okay, it's enough now. Because you put 40, 140, 160, you will put 160, right? That's okay. You do mistake here, it's okay. The stop, it's not okay. Okay? Okay, now you go. Ordernya bro, movie mana? Bakal lagi. Kita hari ini video plus offline saja. Itu video saya mana? Video mana balance saja. Jadi udah push lagi, proses lagi. Itu. Udah direct. Sudah direct.